गाइस यहाँनिर चाहिँ हामी चाहिँ उल्टी होला जस्तो भइरहेको छ, सबैजना सिरियस भइरहेछ। पानी खाइन्जेल भइसक्यो यहाँनिर नाना चाहिँ। हामी चाहिँ फिलहाल अहिले रम्फू पुग्न आँटेको छ गाइस। Hi guys, welcome to my channel. अर्ग्यानिक घरको हो, तपाईँले कन्ट्याक्ट गर्न सक्नुहुन्छ मलाई चाहियो भने। गाइस हाम्रो चाहिँ नाना चाहिँ यहाँनिर रेडी भइसक्यो होइन। यताबाट चाहिँ अब हामी जान्छ यहाँनिर। ऊ कहिलेदेखि रेडी भएर बसेको उनीहरू चाहिँ। म पनि अघिदेखि रेडी भएको। हाम्रो यहाँनिर चाहिँ यो चाहिँ हाम्रो सामान। हामी चाहिँ अब जानु आँटेको हो। यताबाट चाहिँ 12 नम्बर हो। यहाँनिर चाहिँ अहिले यस्तो घाम आइरहेको छ, यत्रो बोकेर है। नानाहरू पनि हिँडिसकेछ, गाडी त्यहाँबाट छ। हामी चाहिँ गएको। सो गाइस यो चाहिँ गाडी पनि उयो भइसकेको छ। जाऊ न। यहाँनिर चाहिँ कुछ ज्यादै गरम रहेछ। भाइ भन्दैन गाइस यहाँनिर चाहिँ हामी चाहिँ उल्टी होला जस्तो भइरहेको छ, सबैजना सिरियस भइरहेछ। पानी खाइन्जेल भइसक्यो यहाँनिर नाना चाहिँ। खतरनाक है नाना? हामी चाहिँ फिलहाल अहिले रम्फू पुग्न आँटेको छ गाइस। गाइस हामी चाहिँ अहिले रम्फू क्रस गरिसकेको छ। अहिले आइपुगिसकेको छ हामी चाहिँ होइन। सो गाइस हामी चाहिँ अहिले आइपुगिसकेको छ। एकदम पुरा गरम रहेछ यहाँनिर चाहिँ। गाइस हामी चाहिँ अहिले यहाँनिर नानाकोमा आइरहेको छ। 11 माइल 10 माइल बिर्सिहाल्छु। यहाँनिर चाहिँ पुरा रेडी गर्दैछ। नानी के पो उसको नाम त? रनक कुनु हल्लाउनु भन्दा रहेछ। हल्लाउनु भन्दा रहेछ नि त। ट्विन्स हो भनेर चाहिँ। हाय आऊ यहाँ आऊ जाऊ बोक्नु भन्दा रहेछ हौ। सो गाइस अब चाहिँ हामी यहाँनिर चाहिँ झालमुरी खान आँटेको। झालमुरी सामान ल्यायो ल्यायो। गाइस हामीले चाहिँ झालमुरीको सामान बिर्सेर चाहिँ फेरि ल्याउनु जान्दैछ। कस्तो बिर्सिराखेको है। गाइस मैले चाहिँ झालमुरीको सामान बिर्सेर चाहिँ अब फेरि ल्याउनु गएको। यहाँ रहेछ झालमुरीको सामान चाहिँ। यो चाहिँ हामीले बिर्सेर तल। अब यहाँ हामीले बनाएर खान्छ। ओइ हामी चाहिँ यहाँनिर पर्खिरहेको छ नानालाई। ऊ चाहिँ यहाँनिर कुकुरसँग खेल्दैछ। हाम्रो सामान चाहिँ यहाँ छ तर फिलहाल हाम्रो अहिले नाना चाहिँ आएको छैन। नाना माथि नै छ है। यहाँनिर हाम्रो के छ यति बेसी
हाल नहीं सकते गाइस अब चाहिँ हाम्रो यहाँनिर रेडी भइसकेछ अब चाहिँ हामी यो खाने हो वाउ Tiba. Hello guys. को खाने यहाँनिर आउँदा हुन्छ Em mix rồi đi ấy. Biết nó bây giờ. Năm con mà. Cảnh có gì cũng sao. Ít tao phải đến xong rồi chơi không Anh cũng biết rồi. Guys, sao lại phản của món này nè. गाइस यस्तो डेन्जर गरम भइहाल्छ त त्यो खाएर चाहिँ पुरै दामी भएछ त है गरम चाहिँ सर्पिनु भन्दा कच्चा है Guys, habis pido jo. सो गाइस हाम्रो भिडियो चाहिँ यति नै हो मन पर्यो भने लाइक र कमेन्ट गरिदिनुहोस् होला फेरि नेक्स्ट टाइम पनि आउँछ